हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। नमस्ते है सबैलाई। म चाहिँ अहिले भैरवादेखि पाल्पा यानि मेरो जन्मभूमिमा आएको। पाल्पा लास्ट सिमानामा पर्छ। अरहाँची र पाल्पाको लास्ट सिमानामा हो। र यो पारिपट्टि देख्न सकिन्छ यो गुल्मी। यहाँ तल यो गहिरो तल साइडतिर खोला छ। त्यसभन्दा खोला पारी गुल्मी पर्छ। त्यसपछि यो देखिएको अगाडिको पारीको भागहरू यो अगाडि पछाडि देखिएको हल्का त्यो घरहरू देखिएको त्यो अरहाँची हो। अनि यो म भएको चाहिँ पाल्पा हो। यो 3 जिल्लाहरू यहाँबाट देख्न सकिन्छ। फ्यामिलीहरू थिए। सो गाइस त्यही कारण म आउँदा भिडियो बनाइन। जाँदा चाहिँ पक्कै पनि म भिडियो बनाउँछु किनभने म सिंगल जान्छु। सो भिडियो आस्ते आस्ते हेरौँला। त्यही नै हो गाइस। अनि यहाँ आउँदिएको सिनहरू कस्तो लाग्यो भ्यूहरू बवाल छ देख्न सकिन्छ गाइस। यो भयो हाम्रो थापा सुबरखाल गाउँ, जोरपोखरी पनि भन्छ। गाउँमा छुट्टै मजा के हरियाली अनि ओरिजिनल सिनहरू स्वच्छ सफा, कति चिसो हावाहरू, हावापानी एकदम मिठो के अर्कै लाग्छ। त्यसैगरी म अगाडि गएर देखाउँछु। यहाँ अहिले गाउँ छ। हाम्रो यो गाउँ पाखा पखेराहरू नि हेरौँ न, छुट्टै कति मजा, शान्त सुन्दर। पक्कै पनि भिडियो हेर्नु होला के कस्तो लाग्यो हाम्रो गाउँको पाखा पखेरा हरियाली डाँडाहरू। पक्कै पनि तपाईलाई मन पर्यो होला। भिडियो चाहिँ हेर्नु होला। अनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ अनि सब्स्क्राइब पनि गर्नु होला। ल म यस्तै ब्लगिङ भिडियोहरू र रमाइलो भिडियोहरू म लिएर आइरहने छु।
ए भुन्टी के खाने हजुर ल यो चाहिँ सुन्तला है गाउँघरको ओरिजिनल सुन्तला खानेमा आउन सक्नुहुन्छ पाल्पामा एकदम मैले सब यो लैजाऊ त तेरो मम्मी कहाँ गएर आँटिया होला दुई हातले पकड है दुई हातले यसलाई बाख्रा छ अहिले त झन् बाख्रा हैन हो कहाँ छ गाई ए गाई हो बाख्रा हो कुखुरा रहेछ परेवा रहेछ यो चाहिँ मलखता है गाई अमिलो अमिलो यो मेवा बेलौती पनि रहेछ बेलौती चाहिँ अलि भित्र साइडतिर छ है बारी यो झिलङ्गी यो झिलङ्गी यो चाहिँ तोरी हो र हो अमिलो त सबै भुइँमा गएको नि लोटिन्छ